ठिक छ हुन्छ हुन्छ अब उनीहरूले अब ठिक एक ठाउँमा लाउने जाला यो होइन हामी बाउ जानुपर्छ कि दसैँको लाउनु जामै जानुपर्छ भाइ 10-12 वर्ष आएको तिमी अब कति दिन नगरौ नि अङ्कलले मेरो भाग चल सफा खानिरह्यो नि त मैले खान त पऱ्यो अब ए भाइ त्यसमा नि होइन त्यो गाइला भने भाइ धेरै नाटक गर्नु पर्यो त्यो अहिले बुझिने कुरा हो त्यो अहिले उता गर्छ त पनि अहिले रहँदैन बेकार माया यो लगाइदेऊ अब यो लगाइदेऊ तिमीहरू लाउने हो टिका यहाँ ल ल म कुन चाहिँ लगाएको भन्छ यो लगाइदेऊ तिमीहरू फुपू त हो नि होइन हामी दिदी हो के फुपू हुन्छ फुपू होइन मुया माथि फुपू तिम्रो फुपू होइन उनीहरू दिदी हो नि त्यसो भए उनीहरू दिदी भयो हामी फुपू भन्नु तिमीहरू सबै दिदी नै हो भन्नु पर्यो नि त उनीहरूलाई फुपू भने तिमीलाई दिदी भन्नु नि त सबैले एउटै परिभाषा युज गर्नु माथि राख्नु फुपू दिदी हो तिमीलाई फुपू दिदी हो माथि रातो अभिल्याउनु पर्यो ल भयो भयो ल ए मायाले लगाइदिए थिइन् त मज्जाले यो त रातो लाग्यो भयो त रातै भयो ल यो दादालाई देऊ यो हामी सबैजनाको ल ए यो खानु ल भाइले सबैजनाको